आस्था राख्नु भएको रहेछ। खुसी लाग्यो। उहाँ एक्स ब्रिटिस आर्मी हुनुहुन्छ र पनि यहाँ लाइनबद्ध भएर उहाँ आज पार्टी प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई पनि हामी सम्मान गर्न चाहन्छौँ उहाँको सोच विचारको लागि। त्यसै गरी पार्टी प्रवेशमा हाम्रो बधाई छ छोरीहरूलाई। हर्काबादको चाहिँ राईको भन्छ तर हामी सबैको हो हैन। हाम्रो जातमा गाउँबाट हुनुहुन्छ एकमुष्टमा नाम दिनुभएको छ उहाँहरूले। अष्टकुमार राई उहाँलाई पनि हार्दिक स्वागत भन्छौँ। त्यसै गरी हितकुमार राई, उमेश राई, सुचन राई, सुदीप राई, प्रज्वल राई, हेमकृष्ण राई, प्रशान्त राई, रमेश राई, समीर राई, लजन राई, अमर बहादुर सिंह राई, सन्तोष राई, खजेन्द्र राई, लखेन्द्र राई, मैनाश्वरी राई, चाइना राई, केशर बहादुर राई, प्रेमराज राई र सरिता राई उहाँहरूले माओवादीलाई परित्याग गरेर अब साँच्चीकै भन्नुपर्दा हाम्रो गाउँमा पहिला अब पुरानै दलहरूका नामहरू हुन्थ्यो। अहिले आएर उहाँहरूले माओवादी परित्याग गरेर अब साँच्चीकै आउने चुनावमा यो युवा जोस मैले देखिनँ भने मेरो आफ्नै माइती गाउँ हो, म आएर भस्म पारिदिन्छु भन्दा नि खासै फरक पर्दैन। मेरो माइती गाउँका माइतीहरू हो के धेरै बुझ्नु हुन्छ उहाँहरूलाई हार्दिक स्वागत भन्दै अब लाइनबद्ध रहनु होला। र मानेभन्ज्याङ गाउँपालिका र विभिन्न गाउँपालिकाबाट यहाँ उहाँहरूको नाम आएको छैन तर त्यही पनि उहाँहरूले पुराना पार्टी परित्याग गरेर हाम्रो सङ्घ संस्कृति पार्टीमा प्रवेश गर्नुभएकोमा धेरै धेरै धन्यवाद। मलाई एकदम गर्व र खुसी महसुस भइरहेको छ। साँच्चीकै हामी ओखलढुङ्गामा पहिला जन्मेर हुर्किराख्दाखेरि साँच्चीकै हामी कति गरिबी रहेछौँ, गरिबी गाउँमा हुर्केको रहेछ भन्ने महसुस म आफैलाई पनि भएको हो। तर अहिले हाम्रो ओखलढुङ्गा जिल्लाको चाहिँ आज हामी हुर्किँदै गर्दा बढ्दै गर्दाखेरि र हामी आफ्नो सङ्घर्षले सहरमा सङ्घर्ष गरिराख्दा हाम्रो ओखलढुङ्गा जिल्लाको विकास चाहिँ साँच्चीकै